गाइज आज म के भन्न गइरहेको छु भन्दाखेरि चाहिँ म आजको मितिदेखि चाहिँ आफूलाई सुधार्ने पक्षमा छु कि म धेरै प्रोक्रेस्टिनेटेड मैले चाहिँ टाइमलाई सिरियस रूपमा लिइनँ कि। अनि अर्को कुरा भनेको चाहिँ अब त्यत्तिकै अब टाइम वेस्ट गर्ने, चिल हान्ने, इन्जोय गर्ने हो त्यस्तो टाइपको तरिकाले गर्दाखेरि चाहिँ मैले चाहिँ अब चेन्ज गर्नको लागि चाहिँ एउटा रुटिन बनाएको छु। 16 घन्टे रुटिन हो यो चाहिँ। 16 घन्टे अब रिजल्ट यसले कतिको आउटकम दिन्छ मलाई थाहा छैन, यसले कतिको रिजल्ट दिन्छ थाहा छैन। अब मैले शनिबारको लागि पनि टाइम छुट्याएको छु यसको लागि। तर म आज चाहिँ किन भन्दाखेरि अब रुटिन भन्ने कुरा फोकस गर्नको लागि एउटा केही न केही ताकत पनि चाहिन्छ। त्यसको लागि चाहिँ मैले चाहिँ हनुमान चालिसाको थ्रुबाट चाहिँ आज हनुमान चालिसा चाहिँ मैले चाहिँ 7 चोटि चाहिँ पढेर हैन। अब इमर्जेन्सी काम बाहेक एकदमै इमर्जेन्सी काम बाहेक चाहिँ म निक्लिदिने 16 घन्टालाई फोकस गर्नुपर्ने हुन्छ। एकदम इम्पोर्टेन्ट काम हुँदा मात्र निक्लिन्छु म हैन। अनि अर्को कुरा भनेको चाहिँ मेरो टाइम मैले छुट्याएको मलाई एकदम रिफ्रेस टाइम भनेको चाहिँ मैले शनिबारलाई छुट्याएको छु। त्यो बाहेक म अरू टाइम भनेको चाहिँ इमर्जेन्सी काम पर्दा मात्रै बाहिर निक्लिने हो, नत्र म निक्लिँदैन। अनि म चाहिँ यो हनुमान चालिसालाई चाहिँ साँची राखेर चाहिँ हैन, साँची राखेर जस्तै अब अहिले वर्ल्ड कप चलिरहेछ, किन भन्दाखेरि यो पनि एउटा शक्तिशाली नै हुन्छ किताब है। वर्ल्ड कप चलिरहेछ, यो वर्ल्ड कपभरि चाहिँ अब फोकस गर्ने गर्छु हैन, पढ्ने कुरामा पढ्छु। तर त्यो टाइम हुन्छ नि, मतलब त्यो मलाई मन परेको फुटबलहरू चाहिँ म हेर्छु। नत्र यो रुटिनलाई चाहिँ म एकदम 100% एकदम डेडिकेटेड भएर 100% 110% के मतलब एकदम अब किन भन्दा अब सिरियस मोडमा छु कि म एकदम डेडिकेटेड छु कि। त्यही भएर म चाहिँ मैले भन्न खोजेको कुरा त्यही हो हैन। अनि यो आजदेखि चाहिँ मधु सिगरेटहरू पनि बेला खान्छु। मधु चाहिँ छोडेको थियो, 12-15 दिन भएको थियो। यो 1 महिनासम्म मधु सिगरेट म छुँदिनँ हैन। किनकि यो पढ्नुपर्छ, पढ्ने मान्छेले खराब चिजहरू खायो भने यो दिमागमा घुस्दैन पनि। त्यही भएर म चाहिँ आज चाहिँ यो हनुमान चालिसालाई साँची राखेर चाहिँ एकदम पुरै डेडिकेसन भएर चाहिँ म आफूलाई चेन्ज गर्नुपर्ने हुन्छ। त्यही भएर चाहिँ अब मतलब चेन्ज गर्नुपर्ने दिन आएको छ क्या। किन भन्दाखेरि लाइफमा पछि रिग्रेट गर्नुभन्दा बरु आफूलाई चाहिँ जतिसक्दो चाँडै सुधारेको राम्रो नै मलाई लाग्छ हैन। त्यही भएर चाहिँ मैले आज यो भिडियो बनाएको। अनि अर्को कुरा भनेको चाहिँ अब लाइफमा अब डाउनफल हुन्छ, जो कोहीको डाउनफल हुन्छ, डाउनफल आउनु स्वाभाविक कुरा पनि हो हैन। तर पनि अब एकैचोटि हामीले चाहिँ रिजल्ट मात्र आश गरेर चाहिँ रिजल्टको आउटकम मात्र चाहेर चाहिँ हार्डवर्कमा चाहिँ फोकस भएन भने त समस्या भयो नि त। त्यस्तै कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ यो हनुमान चालिसा हनुमानको थ्रुबाट हनुमानजीको थ्रुबाट चाहिँ मैले आज चाहिँ इम्पोर्टेन्ट काम 6 दिन चाहिँ मेरो अब 16 घन्टा नै हुन्छ। 7 दिनको दिन भने शनिबार भनेको मेरो चाहिँ त्यहाँ रेस्ट फ्रेस यताउता हुन्छ। अरू टाइम भनेको मैले चाहिँ एकदम फोकस कम्तीमा 16 घन्टा जति चाहिँ मैले अनिवार्य पढ्नै पर्ने हुन्छ क्या। 16 घन्टा चाहिँ मैले एकदम डेडिकेटेड भएर पढ्नै पर्ने हुन्छ। अनि म त्यो जस्तो कि अब मतलब त्यो इम्पोर्टेन्ट काम बिना म बाहिर निक्लिँदैन पनि, साथीभाइ पनि भेट्दैन पनि, म कोहीसँग टचमा पनि हुनु छैन। मलाई कसैको बालै लाग्दैन कि। अनि वर्ल्ड कप चाहिँ मन परेको म्याच चाहिँ हेर्छु म हैन। त्यहाँदेखि बाहेक चाहिँ भनेको 16 घन्टा चाहिँ फुल्ली नै लाग्छ, किन भन्दाखेरि फुल्ली नै मैले दिनुपर्ने हुन्छ क्या अब एकदम 100%। त्यही हो गाइस, थ्याङ्क यू अल मी।